guys, welcome back to my YouTube channel. फेरि पनि स्वागत छ मेरो YouTube च्यानलमा। अनि चाहिँ पढ्नले किन राति भ्लग स्टार्ट गरौँ भन्ने सोच्नुहुँदैछ होला। अनि आज पनि त्यस्तो भ्लग केही खास छैन। आज हामी कोरियन च्यालेन्ज गर्दैछौँ। सो त्यही भएर मैले चाहिँ अब राति हाम्रो कोरियन च्यालेन्ज गर्न आँटेको नि त। सो त्यसपछि मेरो राति नै स्टार्ट गरेको। अनि म चाहिँ रुममा छु अहिले। हाम्रो सस रेडी हुँदैछ। अनि यहाँ 8वटा अन्डा छ। अब यो उसिनेर रेडी भइसक्यो। अब यसलाई उक्काउनु मात्रै बाँकी छ। उक्काएर यहाँ राख्ने अनि त्यसपछि खाने। अनि यहाँ चाहिँ माथि सस, यहाँ चाहिँ हाम्रो कोरियन चाउचाउ रेडी हुँदैछ। कतिवटा 10वटा जग्गा 10वटा बनाएको। 10वटा त्यही 10वटा सबै हामी सबै रेडी भएर हामी चाहिँ अब भात लगाउँदैछौँ। थालमा पस्किँदैछौँ। यहाँ चाहिँ अन्डा उकाइसकेर रेडी गरिसक्यौँ। अनि कोडाली पाउ सबै यसले खाइसक्छ अरे नि। यहाँ चाहिँ बत्तीको पर्खाइमा राम्रो बिकालै तपाईँ चाहिँ के को पर्खाइमा? यहाँ ससेजको पर्खाइमा। अनि यहाँ चाहिँ लाइनको पर्खाइमा। यहाँ चाहिँ यो खानुको पर्खाइमा। यो चाहिँ हाम्रो कोरियनमा किम्ची हो। यस्तो मिठो छ कि मलाई त एकछिन यसको तारिफ आउँछ। यो चाहिँ मेरो रेसिपी हो। यो चाहिँ झलनाको रेसिपी हो। किन एउटाले लाउनु त्यसरी भनेको हौ गर फुटे भिडियो बनाउनु के पो जुगाड पनि गर्दा पऱ्यो। अति नै गरेर एकछिन नपर साडी लगाउँदै साडी नै र आए पनि कालो छ पगला काइ डाल्छु म। दोरेम कालो हो। रातो कलरको चाहिँ कसरी कालो भयो लगाइदिनु नि। यस्तै गर्दै के तपाईँहरूलाई यो कालो कलर देखिरहेको छ? यता देखाउँदा मेरो बहिनी भनेको यो चाहिँ यो पर्दा चाहिँ कालो कलरको हो। अब भयो त लाग्यो ठिकै छ। भोलि एक्जाम छ। आज कस्तो दिनदेखि च्यालेन्ज गर्दै बसेछ। 9 पनि आएको छैन। भोलि चाहिँ अब यस्तो हो हाम्रो यो फेल हुनेमा हाम्रो गल्ती होइन। यो लाइन प्राधिकरणको हो। किनभने हाम्रो पढ्ने बेलामा चाहिँ किन लाइन जान्छ त जहिले लाइन गएको छ। फेल भयो भने चाहिँ त अब नेपाल सरकारले नि पास गरायो। यो चाहिँ नेपाल सरकारसम्म पुग्नु पर्यो है। यो मेरो भनाइ चाहिँ भन। तिमीलाई त्यस्तो लाग्दैन? लाग्छ कि लाग्दैन हो? गाइस हाम्रो चाहिँ अब यति गरी आउँदैछ। यो झनारीको यो मेरो अन्डामा त बोक्रै रहेछ। हामी चाहिँ अब चपस्टिकले खानुलाई मलाई चाहिँ हेला गरेको हिँड्दा चाहिँ भिडियो चाहिँ कस्तो हुन्छ हौ। लाइन गर्नु न खाउँ आउनु हेर्न आउँदा कस्तै म त कालो दिन्छु होला नि त। थमेल्न लागिसक्यो गर। म चाहिँ आएकै छैन। ल म बिर्सेछु। यसरी गरिराख्नु त भरे आफै बिर्सिन्छ। भरे आफै उदय गरेर एकछिन सल्भ गरेर उता उगाएर आयो नटिने पो रहेछ। अलिक चुप छ। मैले अब कोची गर्नु भ्याइन के। युट्युब च्यानल। आज चाहिँ हामी 10वटा कोरियन चाउचाउ अनि 2 अन्डा अनि ससेज 3टा म बोल्छु क्या तिमीहरूको अलिक 3टा ससेज अनि 2टा अन्डा अनि 10वटा कोरियन चाउचाउ च्यालेन्ज गर्दैछौँ। यहाँ किम्ची छ। यहाँ कोरियन
हेतरेका म भन्छु क्या तिमी नबन नि एकछिन हेतरेका म भन्छु क्या तिमी नबन नि कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं यो किम्ची चाहिँ मैले बनाएको मेरो रेसिपी हो तपाईहरुलाई चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ कन्ट्याक्ट नम्बर चाहिँ 0 गजी भारत कता छिर यहाँ चाहिँ 0 गजी भारत कता छिर यहाँ चाहिँ ओह माय गॉड हाम्रो अब चिसो नभएर यो पनि फ्रिजमा राखेको चिसो हो मिकेको फेन्टाको रहेछ तर के गर्नु कलर गइसकेछ अनि यहाँ चाहिँ हुनुहुन्छ मिनरल वाटर हामी बेला दिदी बोल्नु न अन्य खाना अनम सक्छ क्या म त हामी एक्साइटेड भइसक्यो खाम ल ल खाइम ल गाइस हामीलाई चपस्टिक चलाउन अहिले चपस्टिक चलाउन अनि सर्न पर्छ फर्स्ट बाइट भन्ने क्या सबैलाई फर्स्ट बाइट खाएर मैले सोच्नु पनि खाएर ल खाएर दिदीको तारिफ गर ल मेरो किन्ती बुट्टामा खा त कम्तिर टिप हाम्रो चाहिँ यो फर्स्ट ट्राई गरेको यो ससेज बहिनीरामा चाहिँ जिन्दगी गोल्डन फर्स्ट देखेको यो नयाँ नयाँ कुराको टेस्ट लिनुपर्छ क्या गाइस हामीले चाहिँ मैले दिदीले चाहिँ फर्स्ट टाइम ससेज खाँदैछौँ पहिलोपटक नयाँ कुराको अनुभव लिँदैछौँ कस्तो हुँदो रहेछ अघि एक बाइट खायो फेरि अर्को बाइट खाएर मिठो भन्छ भएको साथीहरू मैले खाइसकेँ मिठो हुन्छ मासु मन पनि हाल्न देऊ र मलाई मन पनि हाल्न देऊ र मलाई हामी चाहिँ अलिकति काटा चलाउनु हुँदैन क्या प्र्याक्टिस गर्दैछौँ अब कसले ढिलो खाइन्छ त त्यसले चाहिँ धन्दा गर्ने छ होइन त्यही भएर मैले चाहिँ अलिक थोरै मात्रै खान्छु भनेको अलिक क्यामेरा कहिले खान्छु होला खाए अलिक क्यामेरा कहिले खान्छु होला खाए मैले तिमीले घोच्यो भने तिमीलाई दिदी एकदमै मिठो छ साथीहरू पिलादिन मलाई उयो दिदी साँच्ची नै मात्रै होच भयो पढालाई होच हुनु पनि चाहिँ यो किम्ची मेरो सेकेन्ड लट हो क्या फर्स्ट लटको नेपाल सरकार हो नेपाल सरकार नभनौँ विद्युत प्राधिकरण के भन्छ त्यही होस् अनि ससेसमा अघि हाल्दो रहेछ नि पहिला ठिक्क हुँदै थियो अहिले त म अट नै खाएँ क्या मिठो हुन्छ क्या त्यो राम्रो तेल आउँछ किनभने गम गम खानु हुँदैन गमाउनु खाँदैछु खाएर ल यत्रो बाइट अहिले भोलि निकाल्नु गाह्रो पर्ला मैले खासै पानी नखाने च्यालेन्ज गर्नलाई 10वटा लगाएको हो मसला म पानी खाँदै सक्छु म पनि सक्छु म त सक्ने राख्नु किन मन परेन यति प्लान अब यो त यस्तै हुन्छ क्या दिनै पनि जस्तो लाग्दैन के यो पनि अनि धेरै हुन्छ ओ भिडियोमा त पक्कै आउँदैछ त क्यामेरा अन गरेको अघि मैले किम्ची टिप्नु सकिनँ क्या फेरि म आफै छ त खुला हाम्रो सबै गर्छ बोयफ्रेन्ड बुढाले हेऱ्यो भने हाम्रो चाहिँ जस्तो हुन्छ खाएकै त ढाल ल सधैँ हामी राम्रो हामीले कति बजी खाएको थियो सोचेसँग खाएको 6 महिना भयो होला ए होइन अस्ति खाएको अन्त दिदी बोल्नु न म त एकदम सिरियस यहाँ 5G 4G 3G नि त्यो चाहिँ मैले हो बुझेको छैन म धेरै त्यति गर्छु नि त अरूभन्दा पिरो भयो हुँदो रहेछ कुनैमा मसला घोलेको छैन राणाले खाइसक्नुभयो सबसे लाग्छ भने चाहिँ धन्यवाद नै नि
मैले धाना गर्ने पर्छ होला चिरमा तर धानले खानु पर्छ नि त किन त त्यो बत्ती पनि अहिले कहाँ पस्यो कस्तो मा पस्यो थाहा आउनु न उसो आमाको बिलोभित्र उसो आमाको बिलोभित्र यो चालुमा चाहिँ आलु चाहिँ त्यो करेन्ट 2x है यो करेन्ट बनायो पक्कै पनि केजीको तालु देखाउनु गएको होला कति काठमाडौँको ठाउँमा हामीले यहाँ भिडियो बनायो कुन निस्कमा निकालेर हो किम्ची हेलो दिदी के अन्डा रहेछ दिदी के अन्डा रहेछ आलुचाल हो अब एकछिन अलिक दिन लाग्छ पानी पकाएको बेलामा यस्तो कस्तो खानुको लागि हुन्छ एक दुई दिन त्यहाँबाट उबोको पानी छोएपछि खानु पनि लाग्छ फेरि तर खानु मन लाग्छ भिडियो हेर्नु ल छैन बस्यो खान्छु हामी त खाइहाल्छ नि हाम्रो पाहाडमा त पाउँदैन सोच्छु मैले छिटो जाँदा के अरे आलुदामा त पाइँदैन धेरै गरेर पऱ्यो सोच बनाएको थियो क्या अन्त आउनु छोरा रे मामु छोरा रे ए रम्बम कम्पनी वाइवाई कम्पनी भयो त होला वाइवाई र रम्बम एउटा छ एउटाले बनाएको गजल फेरि हो दिदी पनि जान्नै सोच खाऊ खाऊ पनि खाऊ कमान मन परेन खाऊ न लाग्यो अन्त तातो तातो तिमी टोल्दा कहाँ कस्तो अर्को मुखमा दुईटा अनि राखिदियो मेरो खाएको हुन्छ नि खाँदा दार्जिलिङ जोस हाम्रो दिन छैन अनि जानिँदैन कन्डनको राम्रो त्यतिकै रहेछ नि त दिदी गरेर बिर्छ मैले सक्यो भिडियोबाट खाइसकेको भनेर भन्छु म अब मैले चाहिँ खाइसक्यो यिनीहरू चाहिँ हारिसक्यो होला अब चाहिँ हुन्छ करेन्ट थाल्छु एकपछि हेर्दै छैन अन्त खान्छु सक्यो मेरो म जिते अब म भन्दा भनेर बचेँ सकेर त्यही भएर मैले कति खानु सक्छु त्यति ठिक अर्थ भनेको क्या यस्तै भन्दा गर्नुपर्छ भनेर मैले त्यसरी भनेको हाम्रो पिछे चलाक हुँदैन क्या तला ब्रो भन्छ नि त्यस्तै बेलाको हाम्रो चिसो पानी बहिनी उसको मुख चाहिँ जुम पनि गरेर है लस तैरी गरेर खाएको हो कसले थाहा छ हो अन्त ल यतातिर त लाग्यो लाग्यो यहाँ न जति थाहा छ यो चाहिँ हाम्रो बेला कम्पनीको वाटर हो पानी हिजो भर्खर त किन हालेको म त बसेर साथीहरू अनि हालेको पानी थापेर हालेको अनि चिसो सापेर खाइदिउँ भनेर उठेर हालेर को हुँदैन तपाईँले यस्तो बनाउनु ए मैले यहाँ हेर्दा हामीले साथीहरू यहाँ करेन्ट थालेको छौँ है स्वागत छ तपाईँलाई मेरो टिकटक लाइभमा हाम्रो बहिनीसँग च्यालेन्ज गर्दैछौँ होइन रिक्वेस्ट एकदम मिठो छ साथीहरू साँच्चै पनि यहाँ जीवनको प्रदम साथीहरू भन्नुहुन्छ यस्तो एउटा कुरा भन्छु ल म आफू खाएपछि चाहिँ अरूलाई खाइदिँदा पनि यस्तो दिग्दिग लाग्छ क्या मलाई चाहिँ दिदीको कुरा खोइ त सस देखाउँ न यहाँ हामीले त फर्स्ट ट्राई हेर्नु सक्नुहुन्छ कस्तो मतलब चेप्नु पनि आउँदैन कि एकछिनै म तपाईँलाई चाहिँ मिठो लाग्यो यादमा चाहिँ हेर्नु सक्नु तर मलाई चाहिँ मिठो लागेन हौ एक पिस खाएको कि साथीहरू तर मिठो छ क्या सास चाहिँ बानी हो आफू खाएको भए अलिक मिठो हुन्छ कुन कुनहरू मात्रै मिठो छ गयो र मैले चेप्नु पनि आएन बहिनी
कर्मले फेरि झन्डा पर्छ भोलि अनि राख्यो भने त पऱ्यो हाम्रो पनिसमेन्ट चाहिँ के थियो भने साथी होइन के जाँदैछ हाम्रो पनिसमेन्ट चाहिँ थाहा गरेर जसले ढिलो खान्छ त्यसले धन्दा गर्नुपर्छ भन्ने थियो होइन साथीहरू त्यो एक्स्ट्रा गर्नुपर्छ यसो गरिदिन्छ ल टिकटक लाइभ भनेपछि सबैजना भाग्छौँ क्या हामी बहिनी मात्रै हो खतरा हेलो कति बोल्नु भएको होला अब सो गाइस अब हामीले चाहिँ सबै हाम्रो मुखबङ गरिसकेर हामी चाहिँ अब सुतेको होइन अनि त्यहाँ दिदीले सुतिसक्नु भइसक्यो चाहिँ भनेर आज चाहिँ यति नै भिडियो स्टार्ट गर्छौँ हामी चाहिँ एकैचोटि भोलि भ्लग स्टार्ट गर्छौँ भोलि कताको धन्दा गर्नु टाढो छ किनकि त्यो लास्ट भएको छ भन्दै म चाहिँ बाई सुतेको है साथीहरू भोलि चाहिँ भ्लग स्टार्ट गर्छु गुड नाइट सबै हाम्रो नेक्स्ट पनि भइसक्छ नि लाइनहरू पढाइमा के च्यालेन्ज छ तपाईँले के भयो लास्ट चाहिँ कमेन्टमा थियो यसो जसको सर्ट पुरा गरेन भन्न चाहिँ मैले नै भने गाइस आज युट्युब च्यानल के भएको मेरो एक दिनमा 50 भ्युज हुन्छ लाइक 10 यति भाइरल भइयो कि एक दिनमा 10 लाइक जान्छ बच्चालाई चाहिँ अच्छा लाग्दैछ अनि हजुरहरूले यतिसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद मनबाट छ भन्दै बिदा चाहन्छु